जय श्री राधे। म भोलिको पूर्णिमाको विशेष महत्वको कथा प्रसङ्गलाई लिएर उपस्थित भएको छु। भोलि असार 15 29 जुन सोमबारको दिन र सोमबार पूर्णिमा पर्नु ठूलो एउटा सौभाग्यको कुरो हो। जसरी हाम्रो सोमबारे औँसी परेको दिन हाम्रो नबोलिकन नुहाउने भनिकन हाम्रो उत्सव मनाउने गर्दछौँ, त्यस्तै प्रकारले यो सोमबारको दिनमा पूर्णिमा पर्नु एउटा अत्यन्त राम्रो सौभाग्यको कुरो र भोलि पूर्णिमा यस्तो खालको छ कि बिहानदेखिबाट राति भोलिपल्टको बिहान 5 बजीसम्म हामीहरूको पूर्णिमा छ, लामो पूर्णिमा छ। अर्थात् हामीहरूको व्रत लिने, हल बार्ने, हामीहरूका पितृहरूलाई धुप धुवार गर्ने अथवा हामीहरूको कुलाइनलाई धुप गर्ने भन्ने सबै यावत पूर्णिमा भोलिको दिनलाई छ। र भोलि साँझ परे पछाडि अखण्ड दीप बाल्नुहोस्। त्यो गर्नाले घरमा लक्ष्मीको आगमन हुन्छ। कुनै पितृहरूको दोषहरू परेको छ भने त्यो पनि नाश भएर जाने गर्दछ। र दीप बाल्दाखेरि के गर्ने त भन्दाखेरि आग्नेय कोणमा, पूजा कोठाको आग्नेय कोणमा दियो बाल्नुहोस्। र शुभम भवतु कल्याणम आरोग्यम सुख सम्पद मम बुद्धि विकासाय दीप ज्योतिर नमोस्तुते। कसैले भन्नुहुन्छ म सर्व शत्रु विनाशाय पनि भन्नुहुन्छ। त्यो अर्काको शत्रुहरूको कुरो छोडिदिनुहोस्, पहिले आफ्नो बुद्धिलाई प्रकाश पार्ने प्रयास गर्नुहोस्। त्यस कारणले गर्दाखेरि मम बुद्धि विकासाय भनेर यस्तै प्रकारले दीप बाल्नुहोस्। र यो दीप बाल्नाले अखण्ड दीप बेलुका बालिएको दियो चाहिँ बिहानसम्म बोलिरहोस्। यसो गर्नाले सम्पूर्ण जीवनभरि हजुरहरूलाई सुख शान्ति समृद्धि प्राप्त हुने गर्दछ। त्यस्तै पितृदोष अन्त्यबाट कुनै प्रकारका ग्रह दशाहरू केही नराम्रो छन् भने पनि ती सम्पूर्ण ग्रह दशाहरू पनि राम्रा हुने गर्दछ। र यस्तै प्रकारले अरू पनि धेरै कुराहरूको जानकारीको लागि यो दिव्य ज्योतिष भागवतमलाई फलो गर्नुहोला। जय श्री राधे। जय श्री राधे। म भोलिको पूर्णिमाको विशेष महत्वको कथा प्रसङ्गलाई लिएर उपस्थित भएको छु। भोलि असार 15 29 जुन सोमबारको दिन र सोमबार पूर्णिमा पर्नु ठूलो एउटा सौभाग्यको कुरो हो। जसरी हाम्रो सोमबारे औँसी परेको दिन हाम्रो नबोलिकन नुहाउने भनिकन हाम्रो उत्सव मनाउने गर्दछौँ, त्यस्तै प्रकारले यो सोमबारको दिनमा पूर्णिमा पर्नु एउटा अत्यन्त राम्रो सौभाग्यको कुरो र भोलि पूर्णिमा यस्तो खालको छ कि बिहानदेखिबाट राति भोलिपल्टको बिहान 5 बजीसम्म हामीहरूको पूर्णिमा छ, लामो पूर्णिमा छ। अर्थात् हामीहरूको व्रत लिने, हल बार्ने, हामीहरूका पितृहरूलाई धुप धुवार गर्ने अथवा हामीहरूको कुलाइनलाई धुप गर्ने भन्ने सबै यावत पूर्णिमा भोलिको दिनलाई छ। र भोलि साँझ परे पछाडि अखण्ड दीप बाल्नुहोस्। त्यो गर्नाले घरमा लक्ष्मीको आगमन हुन्छ। कुनै पितृहरूको दोषहरू परेको छ भने त्यो पनि नाश भएर जाने गर्दछ। र दीप बाल्दाखेरि के गर्ने त भन्दाखेरि आग्नेय कोणमा, पूजा कोठाको आग्नेय कोणमा दियो बाल्नुहोस्। र शुभम भवतु कल्याणम आरोग्यम सुख सम्पद मम बुद्धि विकासाय दीप ज्योतिर नमोस्तुते। कसैले भन्नुहुन्छ म सर्व शत्रु विनाशाय पनि भन्नुहुन्छ। त्यो अर्काको शत्रुहरूको कुरो छोडिदिनुहोस्, पहिले आफ्नो बुद्धिलाई प्रकाश पार्ने प्रयास गर्नुहोस्। त्यस कारणले गर्दाखेरि मम बुद्धि विकासाय भनेर यस्तै प्रकारले दीप बाल्नुहोस्। र यो दीप बाल्नाले अखण्ड दीप बेलुका बालिएको